हेलो साथीहरु, वेलकम छ आजको मेरो न्यू भिडियोमा। आशा छ तपाईहरु सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। म चाहिँ बिहान उठेर लागे कसे लाउनलाई, भित्र पनि कसे लाए अनि म चाहिँ बाहिर पनि लाउँदै छु। आजभोलि चाहिँ पानी परेर आँगन सबै हिलो हुन्छ नि त, अनि झाडु लगाउन पाउँदैन। त्यही भएर आज पानी नपरेको बेलामा चाहिँ मैले छिटो झाडु लगाएँ। त्यसपछि म चाहिँ लागे लिप्नलाई। पहिला सुरु चाहिँ मैले सबै टाले, अलि दिन भएको थियो नलिपेको, पानी परेको भएर अनि सब भित्काइदिएको थियो। त्यही भएर मैले चाहिँ छिटो टाले अनि टालेर चाहिँ लिपे। यसरी बसेर लिप्न चाहिँ अलि बेर म सक्दिनँ, मेरो पेटले गरेर। मेरो चाहिँ 6 मन्थ स्टार्ट भएको छ नि त, त्यही भएर अलि गाह्रो हुन्छ यसरी बस्नलाई। त्यही पनि छिटो गरेर चाहिँ मैले सबै लिपेर सर्लक्क भ्याएँ। आज चाहिँ मेरो हस्बेन्डले खाना गराइदिनु भएको थियो। यता सब्जी र भात चाहिँ गराइदिनु भयो अनि बाबुको लागि नास्ता पनि गराइदिनु भएको रहेछ, रोटी। अनि मेरो बाबु उठेर चाहिँ रोटी खानतिर लाग्यो। त्यसपछि हामी चाहिँ खाना सबैले खाएपछि म चाहिँ लागे भाँडा मान्नतिर। सबै भाँडाहरू चाहिँ अब खाली भइसकेको थियो, त्यही भएर म चाहिँ लागे भाँडा मान्नतिर। पानी परेको छ नि त आजभोलि, अनि त्यही भएर पानी नपर्दा सबै काम भ्याउनु पर्ने हुन्छ कि। बाबुको स्कुल पनि छुट्टी छ अनि उसलाई हेर्नुपर्छ दिउँसो। त्यही भएर छिटो मैले चाहिँ आफ्नो कामहरू भ्याएँ अनि छिटो नुहाएँ पनि। आज चाहिँ अलिक घाम लाग्ला जस्तो भएको थियो अनि मैले चाहिँ नुहाइहालेँ। नुहाएर आज सिन्दुर पनि लगाएँ साथीहरू। अनि मेरो बाबु चाहिँ सुत्ने बेला भइसकेको थियो अनि मैले उसलाई सुत्नतिर लगाएँ साथीहरू।